इन्भाइटेजहरु हुनुहुन्छ इन्भाइटेजहरुलाई एकैछिनपछि बोलाउँछु अबको लागि तपाईको मेन्टर्स र कोचहरुलाई स्वागत गरौँ है त मनोज कुमार राई एकैछिन अगाडि जसले सेसन दिनुभयो दादा शिरिङ भुटिया अनि हरिओम लाल राहुलजीलाई पनि हामी हार्दिक स्वागत गरौँ Global Orange Nepal Private Limited को डाइरेक्टर्सहरु तर्फ ताली बजाउन रेडी हुनुहुन्छ है त लामी छाने गिरी बजाउनुहुन्छ स्वागत गर्यौं हामीले स्मिता थपलिया प्रकाश श्रेष्ठ ईश्वरी प्रसाद दवाडी तपाईको आफ्नै चेयरपर्सनले पनि केही ताली बजाइदिनु होला आजका प्रमुख अतिथि को हुनुहुन्छ थाहा छ यहाँलाई सरिता राय र आलोक सुब्बा चाहिँ कम्पनीको डाइरेक्टर्स पनि हुनुहुन्छ है डाइरेक्टर्सको नाम ताली आजको कार्यक्रममा प्रमुख अतिथिको रूपमा हामीसँग नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारी किनभने हिजो कोशी प्रदेश सरकारले कोशी इन्भेस्टमेन्ट समिट आयोजना गरेको थियो सम्माननीय प्रधानमन्त्रीज्यू पनि त्यहाँ जानुभएको थियो म पनि थिएँ हिजो बेलुका यही कार्यक्रमको लागि म फर्केर आएको माननीय मन्त्रीज्यूको चाहिँ बिहान 10:30 बजे त्यहाँ प्रेजेन्टेसन थियो प्रेजेन्टेसन उहाँले सकाइसक्नु भएको छ र यही इभेन्टको लागि भनेर उहाँ फ्लाइट लिएर आउँदै हुनुहुन्छ भने हाम्रो कार्यक्रम वाणिज्य तथा आपूर्ति मन्त्री भनेको देशको उद्योग वाणिज्य आपूर्ति क्षेत्रको अभिभावक हो त्यो अभिभावकले यो कार्यक्रम प्रति सदा सहयोगता र समर्थन दिनुभएको छ भने अरु कोही चाहियो र हामीलाई हामी आफ्नो काम गरिरहेछौँ सरकारले हामीलाई हेरिरहेछ के हुन सक्छ हामीले गैर कानुनी काम गरेका छैनौँ प्रतिनिधि सभा सदस्य माननीय एलटी सारा लिम्बुजी हुनुहुन्छ विशेष अतिथिको रूपमा पूर्व वाणिज्य तथा आपूर्ति मन्त्री एवं संचार तथा प्रकाशन विभाग प्रमुख नेपाली कांग्रेसका माननीय नेता माननीय मीरबहादुर विश्वकर्मा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष आदरणीय सन्तोष कुमार पाण्डेज्यूलाई पनि म कार्यक्रममा हार्दिक स्वागत गर्दछु राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष आदरणीय प्रेमलाल महर्जनज्यूलाई पनि म कार्यक्रममा हार्दिक स्वागत गर्दछु एनजिओ फेडरेसन अफ नेपालका महासचिव देवी खड्काज्यूलाई पनि म कार्यक्रममा हार्दिक स्वागत गर्दै विशेष अतिथिको रूपमा कम्पनीका अध्यक्षज्यूले कार्यक्रममा पाल्नुभएका विशिष्ट अतिथिहरूलाई यो पुष्पगुच्छाद्वारा आजको स्टार कन्क्लेभ 2025 को विशेष कार्यक्रममा स्वागत गर्दै हुनुहुन्छ ग्लोबल ओरेन्ज नेपाल लेखिएको सम्मान हामी गर्दैछौँ विशेष अतिथि नेपाली युवाहरू एकै ठाउँमा यस्तो ऊर्जा सुन्न दिनु भएको धेरै राति होला आज देख्नुभयो र यो ऊर्जा बेलुकासम्म यस्तै कायम हामीसँग राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन सरलाई